झाडु लगाएर यतिको गोही हात्ती हेर्नु हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग फेरि स्वागत छ हजुरलाई मेरो पहिलो ब्लगमा पहिलो यो च्यानल ब्लग र आज चाहिँ हाम्रो हामी जहाँ पढिरहेको छौँ आइटी कोर्स त्यही अन्तर्गत हाम्रो यहाँ भिडियो सुटहरू भइसकेको छ हाम्रो अब चाहिँ यहाँ भोइस ओभरको काम गरेको छ त्यसको लागि यहाँ स्क्रिप्टको लागि यहाँ रेडी भइरहेको छ हाम्रो चाहिँ यो टिम क्याप्टन थ्याङ्क यू सो मच एक दुई दिन कतिजना गेट बिग कोर्सबाट सञ्चालित पुरै यही तरिकाले स्क्रिप्ट रेडी भएको छ हाम्रो क्याप्टन भयो खै यहाँ चाहिँ हाम्रो भोइस क्याप्टन नमस्ते सो यो चाहिँ हाम्रो स्क्रिप्ट रहेको छ हाल्ने हो मजाक होइन मजाक होइन यो चाहिँ हाम्रो स्क्रिप्ट हो अहिले यही पढेर चाहिँ हाम्रो भोइस ओभर हुनेछ सो हाम्रो लगाएर तयार हुँदैछ अब गाइज ये दोनों झाडु लगाएर हामी यो खाएर बसिरहेका थियौँ यहाँ इन दुइटा हेर्नु बिल्लो मुसा जस्तै लुटिरहेको हुनु एनी टाइम क्याप्टन भएर खै केही सिरियस गर्ने अहिले पनि यो पनि झोलाले झाडु लगाइरहेको छ रेडी क्याप्टन क्या कर रहे हो वो देखो वहाँ पे वो गा रही है गाना सो गाइस अब आधी घन्टाभित्र सबै स्कुलहरू भोइस ओभरहरू जानुपर्ने हुन्छ हामीले झन् सो गाइस अहिले चाहिँ म चाहिँ रुममा आएर नुहाइधुवाइ गरेर तयार भइसकेको छु अहिले चाहिँ हामी अब बाहिरतिर जाने घुम्नलाई होइन बाहिर जाने हो हामीहरू के गर्ने हो जानु पऱ्यो अहिले बाहिर घुम्नु पऱ्यो अहिले चाहिँ म रुममा कुकुर चाहिँ ह्याङ्गर छ गाइस यस्तो भइरहेको छ सो गाइस हामी चाहिँ रुमबाट निस्क्यौँ होइन लगेर चाहिँ हामी गएको यसो अलिअलि नास्ता सास्ता हाल्नुपर्छ भोक लागेको छ यसो अलि अगाडि गएर सो हामी अलि गर्मी धेरै छ गर्मी है यार कति भयो चॉकलेट वाला 50 के हो वो भाई छोटे थे ना छुट्टा छ हो हमने 1000 का यार डर हो गया भाई 1000 भित्र गरम मास्टर छ अब चाहिँ हामी हामी नास्ता नास्ता खाएर अब जाने घुम्नु जानु यहाँ चाहिँ हाम्रो टिकट काटेर छ बाइक आज हामी पोखरीकोटी जाने भन्ने प्लान छ त्यहाँ अब जानु पर्ला पनि सुकै जान्छ हामी चाहिँ पोखरीकोटीको लागि गइरहेका छौँ अरू गाईको त भिडियो बनाउनुपर्छ नि त सुकै हामीले पोखरीकोटी पुगिसकेको छौँ रहेछ हाम्रो पोखरीकोटी न्यू टिकट हामीले पोखरीकोटीमा इन्ट्री लिइसकेको छौँ वेलकम गरेको
गाइस यहाँ चाहिँ म्युजिकको सिस्टम रहेछ आजभोलि चाहिँ पहिला चाहिँ थिएन है आजभोलि चाहिँ यहाँ म्युजिकको सिस्टम पनि भएको छ सो आजभोलि पहिलाभन्दा धेरै राम्रो भएर रहेछ आजको चाहिँ अझ हाम्रो चाहिँ अगाडि भ्लग बनाउँदै यो चाहिँ हाम्रो फुल पोखरी कटेज महेन्द्रनगरको अहिलेसम्मको भाइरल ठाउँ भनेको यही नै हो गाइस पोखरी कटेज गाइस हेर्नुहोस् यहाँ माछाहरू कति छन् हेर्नुहोस् माछा अझ हाम्रो म्युजिक सिस्टम छ अझै गानाहरू गाएर हामीले चाहिँ फोटोसोटो खिचेर भिडियो बनाएर हामी अब घुमघाम गरेर सबै भइसकेको हामी ठ्याक्कै चाहिँ हाम्रो सर पनि भेट्नु भएको छ गाइस हाम्रो सर पनि हाम्रो सबै अब चाहिँ हामी चाहिँ जानेछौँ घरतिर अब निस्किसकेर पोखरबाट घुमिसकेर हामी चाहिँ अब रुमतिर जाने हो ट्याक्कै अब हामी हामी चाहिँ गाडीबाट उत्रेर हामी जाँदैछौँ रुमतिर होइन रुममा गएर ट्याक्कै अब जे पनि छ भन्नुपर्छ अब त्यही भन्नु होइन अझ हामी रुमतिर लाग्यो सो गाइस फाइनली हामी रुममा पुगिसकेका छौँ र पक्कै हामी रुममा पुगेर थकान पुरा कस्तो भइरहेको छ र हामी चाहिँ भोगेर पुगेँ त्यो गाइस अब चाहिँ आजको दिन चाहिँ त्यस्तै गयो भनौँ र आजको भ्लग पनि यतिमै इन्ड गर्न चाहन्छु भ्लग मन परे लाइक सब्सक्राइब गरिदिनु होला चाँडोभन्दा चाँडो 100 सब्सक्राइब जति पुगाइदिनु होला भन्दै छुट्टिन्छु बाई